गरेको के कहाँ हिँडेको तिमी भन त हाम्रो मुस्ताङसँगको टुर सुरु भयो भर्खर यहाँ आइपुग्यो स्याङ्जा गलेङमा छौँ अहिले हामी यतिखेर यहाँदेखि हाम्रो यात्रा मुस्ताङसम्मको हाम्रो इभी गाडी चार्ज भइसकेको छ ल मेरमी आइपुग्यो है हामी ड्राइभ होइन पछि जान्छ ल हामी अहिले यहाँ मेरमी मुनि काली धुनेको ठाउँमा आइपुग्यो यता हेर त एकचोटि बाबु ओइ कडा छ कडा भ्यू यस्तै थुनेको रहेछ यहाँनिर दाइ के छ कस्तो हुँदैछ घुमघाम हाम्रो गाउँ उतापट्टि जाऊँ न त भाउज कस्तो हुँदैछ घुमघाम खराब मेरो चाहिँ मेरमी मुनि काली ठुनेको ठाउँ सर यस्तो घुमघाम हुँदैछ यस्तो रहेछ ठाउँ फर्स्टचोटि आइयो यहाँ हामी यहाँ मेरमी थिमी रोकेर अब हिँड्ने बेला हुन लाग्यो ल नानी बाबु यता हेर हेलो गाइस भन्देऊ ल अब यहाँबाट हामी लाग्न पर्यो कचराको गाडी हो ल हामी अब यति नै हो अब लाग्न पर्यो हेर्नु ल ठाउँ कस्तो ठाउँ हो है सररररर ल यो चाहिँ नेपालकै सबभन्दा हाइटमा रहेको पुल अरे यो बागलुङको खतरा लामो रहेछ त्यही काली लाउलाई फेरि तल खोलाएर गाइस लामो पनि रहेछ है यो पुल त लामो पनि रहेछ हाइट त खतरा हाइटमा हो यो चाहिँ यहाँभन्दा हाइटमा त विश्वमा पुलै छैन अरे
पुलको आधा आधी आइयो यो लामो झलुङ्गे पुल कालीगण्डकीको यही होला सबभन्दा हाइटमा रहेको पुल। तल हेर्नुहोस् तलबाट बाटो छ, अझै तल नदी छ, त्यहाँ माथिबाट बाटो छ, अनि यहाँबाट फेरि बाटो छ, त्यहाँ माथि गएपछि फेरि अर्को बाटो छ। यति धेरै माथिबाट रहेको यो पुल यहाँ हेर्नु बाबु दुक्रिरहेको छ। ल ल ल छौँ हामी। ल बुढियामाको डेली ओहोर गर्ने बाटो होला, हाम्रो नयाँ छ अनि हामी छेडिदिन्छौँ। कहाँ गयो यार भ्यू? Morning Mustang. सरररर ल हेरौँ त हिमाल हाँसेको। मुस्ताङको एयरपोर्ट चाहिँ यही रहेछ। अगाडि देखिएको चाहिँ मुस्ताङको एयरपोर्ट।
गण्डकी यो मोबाइल अड्डै राम्रो लक्क बुटाल सेक्यो अर्किँदा भुलाउँला है कागबेरी तल है त पहिला मुखे यहाँ चाहिँ के ढुङ्गा कस्तो बनाउने कहाँ हो लाइटमा जान्छ तल लाइटमा जान्छ माथिको माथि लाइट लिएर यति देखेर चाहिँ हिमाल ओहो हिमाल त यता पो रहेछ त पछाडि हट्नु त हात हट्नु न हल्लाउँछ नि त हल्ला चाहिँ अर्थै हुँदैन भिडियोमा त सानो देखिन्छ ल कालीगण्डकी यहाँ तिमी चाहिँ यत्रो रहेछ यहाँ चाहिँ तर्पण दिने ठाउँ रहेछ पूजापाठ यताउता गर्ने ठाउँ यहाँ आइछ अनि त्यसपछि आएर यहाँ अब तयार हुँदै हुनुहुन्छ नुहाउनजानलाई नुहाइधुवाइ गर्ने आउने तर्पण दिने पूजापाठ गर्ने यता पूजाश्री यता छिन् पूजापाठ गर्ने अरे यिनीहरू दुइटा चाहिँ यता छ नि हेलो गाइज ए यहाँ चाहिँ पूजापाठ हुँदैछ यो कालीगण्डकी डुबेर नुहाइधुवाइ गरेर क्यारेर तर्पण दिन लागेको अरे यस्तो रहेछ यहाँ चाहिँ पूजा गर्ने दियो कम्ती हुन्छ होला नि भनेको त होटलवाला झन् धेरै हुन्छ नि त यार हिउँमा खेल्न आउँछन् अरे झन् जाडोमा म त धन्य भएँ अन्त त्यसै घुम्न आउँछ हाम्रो देश कति थियो अघि त्यो पुलमा हेर्नु कस्ता बुढीहरू थियो त्यो जामा लगाएर हामी है सानो घाम लागेको दिन पऱ्यो कि क्लियर कट कस्तो पानी आएको छैन के गइएन भनेको एउटा मोटो बाटो पनि राम्रो ठाउँको त्यसै ल भ्यू हेरौँ है गाइज यहाँ चाहिँ पार्किङ रहेछ अब यहाँ पार्किङ गरेर त्यसपछि कुद्न पर्ने अब हिँड्न पर्ने ठाउँ आयो गाडी चाहिँ यहाँ छ अब हामी चाहिँ हिँड्न पर्यो
देखा क्या फिल्मको सुटिङको त्यो सुरुवात पूजा गर्न लागेको अरे ल फाइनली अब नुहाउन जान लागि हामी चाहिँ नुहाउन जान लाग्यो ल 108 वटा धारा नुहाएर आउनु पर्यो है त ल पुरै दर्शन यहाँ डुब्ने डुबुल्की लगाइयो अनि त्यसपछि आएर यहाँ माथि 108 वटा धारा यो धारा यस्तो लाइनसँग यतातिर घुमेर यता मन्दिरको उतापट्टिसम्म आएको रहेछ